नमस्ते। पहिलाका मान्छेहरू 100 वर्ष बाँच्थे र अबका हामीहरू ज्यादा 70-80 वर्ष नै बाँच्ने होला। त्यो भएर पनि हाम्रो पास समय कम भएको हुनाले पनि होला हामीहरूले छोटो समयमा धेरै कमाउने र छोटो समयमा धेरै काम गर्नुपर्ने हुन्छ। तपाईसँग पनि समय छैन र मसँग पनि समय छैन। त्यो भएको भएर म हजुरहरूलाई छोटोमा भगवान भनेको के हो र भगवान कति प्रकारका हुन्छन् र धर्महरू किन अलग अलग मनाउने गरिन्छ यसको बारेमा हजुरहरूलाई म छोटोमा बताउने कोसिस गर्नेछु। अब कुरा गरौँ, चाहे अमेरिकाको मान्छे हो, चाहे अस्ट्रेलियाको मान्छे हो, चाहे अफ्रिकाको मान्छे हो, चाहे इन्डियाको, चाहे नेपालको, चाहे भुटानको, मान्छेहरू पनि ठाउँ अनुसार चेहरा अलग अलग हुन सक्छ र संस्कृतिहरू आफ्नो संस्कारहरू अलग अलग हुन सक्छ। तर सबै जे भए पनि जसो भए पनि मानव जाति नै हुन्छ र त्यो भएको हुनाले मैले के भन्छु भनेपछि भगवान पनि जुन ठाउँमा भए पनि जहाँ भए पनि आफ्ना आफ्ना रीति स्थिति अथवा आफ्नो रीतिरिवाजले मनाउने र उनीहरूको भगवानहरूको नाम अलग अलग राख्ने गरिएको हुन्छ। तर संसारमा भगवान भनेको एकै हुन्छन्। सबै भगवानहरूले उपदेश एउटै दिएका हुन्छन् कि कसैलाई दुःख नदिनु, कसैलाई मारकाट नगर्नु भनेर सबै भगवानले एकै भनेका हुन्छन्। त्यो भएको हुँदाखेरि मलाई के लाग्छ भनेपछि मानव जाति सबै एकै हुन्, नाम अलग अलग हुन् र भगवान पनि सबै एकै हुन्, सिर्फ नाम अलग अलग हुन् भन्ने मेरो विचारमा लाग्छ। त्यो भएको हुँदाखेरि तपाईले चाहे जुनै पनि धर्म मान्नुहोस्, तपाईले कुन धर्म मान्ने कुन धर्म नमान्ने भन्ने कुरा तपाईको सो इच्छाको कुरा हो। त्यो भएको हुँदाखेरि जुन भगवान मान्दाखेरि खुसी हुनुहुन्छ त्यही भगवान मान्नुहोस्। त्यो तपाईको सो इच्छा र त्यो तपाईको अधिकारको कुरा हो। त्यसैले म के भन्छु भनेपछि आफू जुनै धर्म माने पनि जुनै भगवान माने पनि तपाई इमानदारी हुनुहोस्। बाइले जुनै भगवान मान्नुहोस् या जुनै धर्म मान्नुहोस् सबै एउटै हो भन्ने मेरो विचारमा लाग्छ। तपाईको विचारमा के लाग्छ? मेरो विचार सही लाग्यो भनेपछि लाइक और कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।